अब हामीले त्यति दमन हुँदा पनि हाम्रो उजुरी नलिने, जिल्ला प्रहरी कार्यालयमा गयो त्यहाँ उजुरी लिएन, जिल्ला प्रशासन कार्यालय अनुरोध गरे त्यहाँ पनि छैन भनेपछि हामी यो देशको नागरिक हो कि होइन? हाम्रो लागि शान्ति सुरक्षा व्यवस्था हुन्छ कि हुँदैन? मुकुम युमामाको कसम खाएर भन्छौँ, पार्थिवा देवीको कसम खाएर भन्छौँ, हाम्रो प्राकृतिक स्रोत साधन जैव विविधता संरक्षण गर्नको निम्ति, हाम्रो सांस्कृतिक सम्पदा संरक्षणको निम्ति अन्तिम सास आउँदैसम्म हामी लोकतान्त्रिक विधि प्रक्रिया अनुसार हामी आन्दोलन गर्छौँ, आवाज उठाइराख्नेछौँ। पार्थिव र क्षेत्र विकास समिति चाहिँ एउटा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत भएको एउटा विकास समिति भएको कारणले नेपाल सरकारले गरेको निर्णयको विरुद्धमा पार्थिव र क्षेत्र विकास समिति जान सक्छ। त्यसो गर्दा केबल कार बन्ने र बनाउने सालमा पार्थिव र क्षेत्र विकास समितिले रोकिनेवाला छैन। यो कुरा चाहिँ हामी सबै क्लियर हुनुपर्छ। अझ पनि केबल कार खारिजी भएन भने यसले अर्कै रूप लिन सक्छ, किनकि म पनि यही जन्मेर यही हुर्केको। केबल कारले त्यहाँको सौन्दर्यलाई नोक्सान गर्छ जस्तो लाग्दैन, किनभने त्यही निश्चित एउटा डब्बाहरू गरेर एउटा खम्बा उचाल्ने हो जम्मी। मुकुमलुङ राखौँ, यो लिम्बान भूमि अर्थात् यहाँ चाहिँ खम्बोङमा लुम्बोङमा भन्छ हाम्रो लिम्बू भाषाबाट। यहाँको राइठाने जातिहरूले मानेको मुकुमलुङ हो, यो ठाउँको लागि मुकुमलुङ मानौँ। कसैले पञ्चकन्या भनौँ, कसैले पाथिभरा भनौँ, कसैले दुर्गा भवानी भनौँ, तर नाम सरकारले तोकेकोमा चाहिँ मुकुमलुङ राखौँ। हामीले भन्न खोजेका त्यो विवाद गरेको होइन। पाथिभरामा केबल कार बन्छ या बन्दैन अहिले बनाउनु क्रम जारी छ, तर हाम्रो संयोजकले भनिसक्नु भएको छ यो आन्दोलन जारी छ, मुद्दामा मिला हुँदै गर्छ, जेल नेल जाँदै जान्छ, दरकपट हुँदै जान्छ, राज्यको सत्ता शासन पिँदै जान्छ, तर मुद्दै हुन्छ, एक दिन किनारा लाग्नेछ। केबल कार बन्छ बन्दैन गाउँ गाउँबाट सोधौँ न, अनि यहाँ निष्पक्ष लोकतन्त्र चाहिँ प्रयोग गरौँ न त। यहाँ भोटिङ राइट गरौँ केवल यस र नोमा होइन। भोटिङ राइट गर्दा चाहिँ हाम्रो धेरै होइन, हाम्रो 95% चाहिँ हाम्रो यस केबल कारमा मतदान हुन्छ। ल म लेखेर दिन्छु, म ठोक्का पनि गर्छु, म प्रतिबद्धता पनि गर्छु। एउटा संरक्षण क्षेत्र जुन चाहिँ हाम्रो नेपालकै एउटा नमुना संरक्षण क्षेत्रको रूपमा सरकारले ह्यान्डओभर गरेको कुरा हो। र दुःखको कुरा यसमा के छ भने के अरे हामीसँग स्रोत छैन। नेपाल सरकारले अहिलेसम्म 3-4 वर्ष अगाडिदेखि 20-25 लाख रुपियाँ चाहिँ तपाईँको एउटा व्यवस्थापन सहयोग स्वरूप दिँदै आएकोमा अहिले त्यो पनि 1 रुपियाँ छैन। यसमा चाहिँ अहिले यो जुन समिति आउनु भएको छ, सभापतिजी हुनुहुन्छ, टिम हुनुहुन्छ, उहाँले सरकारले निर्देशन ध्यानाकर्षण गराउनुहुन्छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु। र सँगसँगै संरक्षण क्षेत्रभित्र ठुल्ठुला भौतिक पूर्वाधारले एकदमै संरक्षण क्षेत्रलाई तहस नहस गर्न खोजिरहेको छ। त्यहाँ 13वटा हाइड्रो चाहिँ प्रस्तावित गरिएको थियो, त्यसमा चाहिँ 9वटा हाइड्रोलाई सहमति पनि दिएको छ, 4वटा हाइड्रो चाहिँ रोकिएको छ। र अर्को कुरा चाहिँ टिप्टालाई बोर्डर जोड्नको निम्ति अब संरक्षण क्षेत्रले जहिले रोक्यो विकास विरोधी भयो भन्ने कुरा, तर हामीले सहजीकरण गरेका छौँ। क्याबिनेटले डिसिसन गरे अनुसार चाहिँ त्यहाँ कार्यान्वयन भएको छैन। 31 हेक्टर जग्गा पो हुन्छ, त्यो पनि अहिले किनेर संरक्षण क्षेत्रलाई हस्तान्तरण गरेका छैन। र वृक्षारोपणको कुराहरू पनि गरेका छैन। 627वटा रुख काटिन्छ भन्यो, एउटा रुख बराबर त्यो बेलाको कार्यविधिले 25वटा रुख रोप्नुपर्छ, 5 वर्षसम्म चाहिँ त्यसको स्याहार सम्भारको कुराहरू। र अर्थ मन्त्रालयले तपाईँको 5 करोड बजेट सेक्युर पनि गरेको, अहिलेसम्म हामीले त्यो प्राप्त गर्न सकेका छैन। भिख मागे जस्तै माग्दा 4 लाख कि कतिको वृक्षारोपण बल्ल भएको छ। यसमा पनि ध्यान आकर्षण होस्। र अब मलाई एउटा समुदायले व्यवस्थापन गरेको कुरामा चाहिँ अब सँगैको अन्नपूर्ण संरक्षण क्षेत्र गौरी शङ्कर मनासुमा एनटिएनसीले व्यवस्थापन गरेकोमा पर्यटन एन्ट्री फीबाट प्राप्त हुने चाहिँ 100% खर्च गर्ने त्यहाँ प्रावधान छ भने कञ्चनजङ्घा संरक्षण क्षेत्रले थोरै पर्यटकहरू 1200ले जम्मा 24 लाख उठेको, त्यो पनि 50% चाहिँ नेपाल सरकारमा जाने प्रावधान भएको हुनाले त्यो पनि ध्यान आकर्षण गराउन चाहन्छु। अन्नपूर्ण संरक्षण क्षेत्र एनटिएनसीले गरे जस्तै यहाँ पनि 100% चाहिँ तपाईँको खर्च गर्ने प्रावधान होस्, त्यो नियमले संशोधन गरेर गर्नुपर्छ भन्ने कुरा हो। अब म छोटोमा संरक्षण क्षेत्रको कुरा म यति मात्र राखेँ। म पाथिभरा केबल कार खारिजी संयुक्त समितिको संयोजकको हैसियतले पनि हामी अब सभापतिज्यू लगायतका सम्पूर्ण माननीयज्यूको टिमलाई चाहिँ ज्ञापन पत्र बुझाउने कुरा छ, पछि हामी बुझाउँला। र म केही कुरा राख्न अनुमति चाहन्छु। सबैभन्दा पहिलो कुरा चाहिँ मुकुमलुङ क्षेत्रमा पाथिभरा केबल कार जुन प्रणाली दर्शन केबल कार प्रणालीलाई नेपाल सरकारले क्याबिनेटले डिसिसन गरेर जुन किसिमको चाहिँ तपाईँको त्यहाँ बनाउन अनुमति दिएको छ, त्यो एकदमै त्यो सान्दर्भिक छैन, त्यसले खारिज गरिनुपर्छ भनेर चाहिँ म माग गर्न चाहन्छु। किनभने
तिन चारवटा कुराले त्यो चाहिँ तपाईँको विकास होइन विनाश हो भन्न चाहन्छौँ। यहाँ तपाईँको समुदायलाई स्थानीयवासीले जनता आम समुदायलाई चाहिँ भ्रममा पारेर ताप्लेजुङको समृद्धि ताप्लेजुङको भविष्य ताप्लेजुङको सत्य भनेर चाहिँ भ्रममा पारेर हाम्रो धार्मिक सांस्कृतिक सम्पदालाई तहस नहस पार्ने गरी विकासको नाममा विनाश गर्ने उद्देश्यले यो एउटा केबल कारलाई बनाउने एउटा क्याबिनेटले डिसिसन गरेको छ, त्यो खारिज गर्नुपर्छ पहिलो कुरा। अर्को कुरा विश्वमै दुर्लभ हुन गइरहेको प्राकृतिक स्रोत साधन जैव विविधता मानव तपाईँको मस्टियर भयो, तपाईँको रेड पान्डा भयो, तपाईँको अनि तपाईँको राष्ट्रिय फुल लाली गुराँस भयो, गोब्रे सल्लाह लोड सल्लाह विभिन्न प्रजातिका तपाईँको के अरे वनस्पतिहरू जडीबुटीहरू त्यो क्षेत्रमा पाइन्छ। प्राकृतिक स्रोत साधनको पनि तपाईँको तहस नहस हुन्छ। तपाईँले माननीयज्यूहरूले अनुमान गरेर आइसक्नु भएको छ कि हजारौँ वर्ष अगाडिको लाली गुराँसको बोटहरू लगभग त्यहाँ विनाश भएको काटिएको लाली गुराँसको बोटहरू अब 4-5 हजार वर्ष पनि त्यो अवस्थामा ल्याउन सकिँदैन। त्यो अल्टिच्युडमा त्यतिको तपाईँको त्यो रुखहरू त्यहाँको वनस्पति त्यत्रो हुनको लागि 4-5 हजार वर्षभन्दा अगाडिको रुखहरू छ। त्यो चाहिँ त्यो कारणले पनि त्यहाँ बनाउनु हुँदैन। अर्को कुरा स्थानीयवासीको रोजीरोटी जस्तो त्यहाँ होटल व्यवसायी हुनुहुन्छ, के अरे पर्यटन व्यवसाय हुनुहुन्छ, तपाईँको यातायात व्यवसाय हुनुहुन्छ, श्रमजीवी श्रमिक हुनुहुन्छ, यो सबै सारा समुदायको चाहिँ रोजीरोटीको लागि तपाईँको विनाश हुँदैछ। एउटा राज्यले एउटा व्यापारीको पछि लागेर सरकारले एउटा व्यापार कम्पनीका 2-4 जनाको मुनाफाको लागि चाहिँ यत्रो हाम्रो धार्मिक सांस्कृतिक सम्पदाले तहस नहस गर्ने। र एउटा कुरा आन्दोलनको क्रममा देशमा लोकतान्त्रिक गणतन्त्रको हामी अब मुलुकमा छौँ, तर हाम्रो आवाजहरू सन्दर्भी आवाजहरू संविधानको धारा 32(3) प्रत्यायोजन गरेको तपाईँको अधिकारहरू खोज्दै गर्दाखेरि ILO 169 को तपाईँको के अरे अवधारणा अनुसार हामीले आफ्नो अधिकारहरू त्यहाँ खोज्दै गर्दाखेरि राज्यले बर्बर दमन गरेको छ। गोली हानेन कि हामीलाई छातीमा गोली हान्यो, छाती छेडाएको छ, तपाईँको तिखामा गोली हाल्ने तिखा छेडाएको छ, तपाईँको हात खुट्टा बचाएको छ, घर घरमा गएर तपाईँको दमन गरेको छ, अत्याचार गरेको छ। म त भन्छु कि सङ्कटकालको बेला पनि मैले त्यतिको दमन चाहिँ मैले अनुमति गरेको छैन। यो हामी कुन मुलुकमा छौँ होइन? त्यसो भएको हुनाले हामी के भन्न चाहन्छौँ भने यो अत्याचार बर्बर दमन बन्छ, मानव अधिकारको चरम तपाईँको के अरे उल्लङ्घन भएको छ। मानव अधिकार कर्मीहरू आएर अनुसन्धान गरेर जानुभएको छ, तर त्यसको रिपोर्ट के आयो, के भएको छ भनेर हामी यहाँको स्थानीयवासी जनताहरू चाहिँ अनभिज्ञ छौँ। त्यसो भएको हुनाले म धेरै कुरा नगरिकन अब हामीले त्यति दमन हुँदा पनि हाम्रो उजुरी नलिने, जिल्ला प्रहरी कार्यालयमा गयो त्यहाँ उजुरी लिएन, जिल्ला प्रशासन कार्यालय अनुरोध गरे त्यहाँ पनि छैन भनेपछि हामी यो देशको नागरिक हो कि होइन? हाम्रो लागि शान्ति सुरक्षा व्यवस्था हुन्छ कि हुँदैन? त्यहाँ तपाईँको हेर्नुहोस्, एउटा कम्पनीको पछि लागेर राज्यले आफ्नो स्रोत दहन गरेर तपाईँको सुरक्षाकर्मी तपाईँको त्यहाँ परिचालन गरिराखेको अवस्था छ। त्यो नेपाल सरकारले एउटा कुराको नेपालको एउटा महत्त्वपूर्ण शान्ति सुरक्षाको व्यवस्था गर्ने मैले निर्णय गर्यो भन्ने कुरा पनि छ। त्यो कुरा के हो यो होइन? त्यसो भएको हुनाले अब गाउँ टोलमा हाम्रो सिमानाहरू मिचिँदै गर्दाखेरि त्यहाँ सुरक्षाको व्यवस्था छैन, त्यहाँ तपाईँको नागरिकहरू सुरक्षित छैन। तर एउटा कम्पनीको पछि लागेर एउटा व्यापारीलाई राज्यले जनताले तिरेको करको पैसा के अरे त्यहाँ उ गरेर त्यहाँ सुरक्षाकर्मीहरू तपाईँको मलाई लाग्छ 100औँभन्दा बढीको सुरक्षाकर्मी परिचालन गर्नुभएको छ। त्यसो भएको हुनाले अब हामीले हाम्रो माग चाहिँ गम्भीर रूपमा राखेका छौँ। आन्दोलन तपाईँको रोकिएको छैन, रोकिँदैन पनि। हामीले विभिन्न आरोपमा मुद्दा लगाइयो। हेर्नुहोस् हजुरको म एकछिन म सकिहाल्छु। हामीले अदालतमा मुद्दा लगाइयो तपाईँको, अहिले हेर्नुहोस् हामीले उल्टै मुद्दा लगाइ, विभिन्न अभियोगमा मुद्दा लगाइ, दुःख दियो हरेक कुरा। तर हामी राज्यले अब हाम्रो विनम्रताका साथ हाम्रो आन्दोलन अगाडि बढाइराखेका छौँ। आन्दोलन रोकिँदैन, तर राज्यले फेरि पनि दमन हुँदै जान्छ भने राज्यको ध्यानाकर्षण होस्, यही समिति मार्फत राज्यलाई निर्देशन पनि होस्, ध्यानाकर्षण पनि होस्। यो एउटा छलफल महत्त्वपूर्ण गम्भीर छलफलमा छौँ, तर आन्दोलन सशक्त ढङ्गले अगाडि बढ्छ। हामी यो अन्तिम साथ मुकुम्नु युमामाको कसम खाएर भन्छौँ, पार्थिवा देवीको कसम खाएर भन्छौँ, हाम्रो प्राकृतिक स्रोत साधन जैव विविधता संरक्षण गर्नको निम्ति, हाम्रो सांस्कृतिक सम्पदा संरक्षणको निम्ति अन्तिम सास सम्म हामी लोकतान्त्रिक विधि प्रक्रिया अनुसार हामी आन्दोलन गर्छौँ, आवाज उठाइराख्नेछौँ। धन्यवाद, नमस्कार। गर्नुहुन्छ तर यो करिब चाहिँ 2072 सालदेखि होला यो सुरु भएको। मलाई लाग्छ पार्थिव र क्षेत्र विकास समिति चाहिँ एउटा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत भएको एउटा विकास समिति भएको कारणले नेपाल सरकारले गरेको निर्णयको विरुद्धमा पार्थिव र क्षेत्र विकास समिति जान सक्छ। त्यसो गर्दा केबल कार बनेर बनाउन सल्दा पार्थिव र क्षेत्र विकास समितिले रोकिनेवाला छैन। यो कुरा चाहिँ हामी सबै क्लियर हुनुपर्छ।
भने अर्को चाहिँ के हो त बनाउँदाखेरि चाहिँ साँच्चै यहाँको चाहिँ मुन्दुमी स्थल ध्वस्त हुन्छ त यहाँको मुन्दुमी स्थललाई ध्वस्त गर्ने गरी त नेपाल सरकार पनि लागेन होला। पाथिभरामा चाहिँ अधिकांश दर्शनार्थीहरू जान चाहनुहुन्छ, देश विदेशबाट आउनुहुन्छ, करिब चाहिँ हामी 60वटा देशभन्दा बढी देशबाट चाहिँ यहाँ आउनुहुन्छ। त्यसो गर्दा केबल कार निर्माण गर्दैमा चाहिँ मेरो आफ्नो बुझाइ चाहिँ यहाँको हाम्रो मुन्दुमी स्थल, यहाँको चाहिँ लिम्बू समुदायको ऐतिहासिक धार्मिक पहिचानहरू चाहिँ ध्वस्त हुँदैन। केबल कार बनाउनुपर्छ र केबल कार बनाउने सँगसँगै यहाँको स्थानीय लिम्बू समुदायको इतिहास, धर्म, संस्कृतिलाई संरक्षण पनि गर्नुपर्छ, जोगाउन पनि गर्नुपर्छ। मेरो यो कुरा हो र समय र परिस्थिति अनुसार विकासको चरणहरू त आउँछन्। यसमा चाहिँ मेरो आफ्नो पाथिभरा क्षेत्र विकास समितिको तर्फबाट त के छ भने हामी पहुँच हुनेहरू जो हेलिकप्टरमा आउन चाहनुहुन्छ उहाँहरूलाई हामी माथि डाँडामै चाहिँ हेलिप्याड चाहिँ एउटा व्यवस्थित हेलिप्याड बनाइदिन्छौँ, त्यहीँबाट आएर दर्शन गर्नुहुन्छ। अलिकति चाहिँ पहुँच हुनेहरू आउनुहुन्छ, गाडीको बाटो जहाँसम्म जान्छ त्यहाँसम्म गाडीमा जानुहुन्छ र त्यहाँदेखि केबल कारमा चढेर उहाँहरू माथि पुग्नुहुन्छ भने अझै अर्को हामी त्यति केबल कार पनि चढ्न नचाहने, नसक्ने र अलिकति हाइकिङ गर्न चाहनेहरूलाई अहिले त ठुलो फेदीसम्म मात्रै जान्छ, काफ्लेपाटीसम्म मात्रै जान्छ। त्यहाँदेखि 2 किलोमिटर माथि हामी हिँड्नुपर्छ गाडीहरू लिएर, त्यो ठुलो फेदी हो जहाँ अन्तिम चाहिँ बास बस्ने ठाउँ छ। त्योसम्म पनि हामीले चाहिँ गाडीको बाटो लगिदियौँ भने हिँडेर जानेहरू हिँडेर जानुहुन्छ, केबल कारबाट जानेहरू केबल कारबाट जानुहुन्छ, हेलीमा आउनेहरू हेलिकप्टरबाट आउनुहुन्छ। तर जसरी अधिकांश चाहिँ भक्तजनहरूलाई पाथिभराको दर्शन हामीले गराउनु छ, त्यसो गर्दाखेरि यो केबल कार निर्माणले चाहिँ यहाँको चाहिँ इतिहास, पहिचान, धर्म, संस्कृतिहरू चाहिँ मेट्ने जस्तो चाहिँ मलाई लाग्दैन। त्यो अवस्था आयो भने चाहिँ नेपाल सरकारले सम्बन्धित सरकारले यसको चाहिँ संरक्षण गर्नुपर्छ भन्ने कुरा राख्दै म मेरो आफ्नो भनाइ अन्त्य गर्छु। बनाउँदैमा सबै कुरा सक्ने कुरा त हुँदैन, तर यसले पनि अलिकति मापदण्ड राखेर कतिसम्म लानु सकिन्छ भन्ने खालको चाहिँ हाम्रो पनि ढिने हो। हामी पनि त्यसमा आशावादी छौँ, तर झट्टै त्यहाँबाट त्यो जुन पाथिभरा नाताकै आसपास उसकै कार्यक्षेत्रमा चाहिँ दूषित नबनाऊ भन्ने हाम्रो मनोबल हो। त्यसैले गर्दा यो कुनैको धार्मिक मात्रै नभएर यो नेपाली प्रकृति पूजकहरूको विश्वासको केन्द्र भएकोले सकभर नराखिदिउँ, नगरिदिउँ भन्दा यहाँ चाहिँ राज्य पक्षबाट पनि अर्कै खालको चुनौती आयो। यता कुनै साथीहरू कम्पनी लिमिटेडसँग जोडेर पनि कतिसँग अतिक्रमण भयो, हाम्रो कमिटीसँग पनि त्यो भयो होला। दुई पक्ष भइरहेछ, यो हुनु नदिनुको लागि राज्यको जिम्मेवार हुनुपर्छ, राज्यले सबै कुरा जिम्मेवार दिनुपर्छ। अझ पनि केबल कार खारिजी भएन भने यसले अर्कै रूप लिन सक्छ, किनकि म पनि यहीँ जन्मेर यहीँ हुर्केको हौँ। हामी सबै यहाँको छौँ, हामी जनजाति, आदिवासी विविधता। पृथ्वीनारायण शाहले नै भनेको कुरा, 36 वर्णको साझा भूभाग देश नेपाल हो भने हामी फुलबारी जस्तो मिलेर सबैको संस्कृति र थाकथलो र त्यहाँको इतिहासहरू बचाउने कि कसैको सिद्ध्याएर मात्रै आफ्नो रोजीरोटीको लागि अगाडि बढ्ने, एकले अर्कोले त्यो जोसँग छ नि उहीसँग मात्रै पछाडि पढेर चाहिँ कसैको एउटा संस्कृति विनाश गर्ने हो भने त्यो ठिक छ। कसै हामीले पनि सकेकोले विनाश गर्नु, तर त्यस्तो गर्नु हुँदैन। हामी संविधानदेखि मुनि नै छौँ जस्तो लाग्छ, तर लोकतन्त्रको नाममा, गणतन्त्रको नाममा अहिले आएर त केही पनि भइरहेछ भन्दा तपाईँ हामी हिजो अस्तिको घटनाहरू हेरौँ, यो हुनु नदिउँ। म सबैभन्दा अनुरोध त्यो गर्न चाहन्छु। अहिले म हाइड्रो पावरको पनि म संयोजक हुँ, अफर तमर फाइभ। त्यसैले गर्दा त्यहाँ पनि सयौँ सुरक्षाकर्मीहरू परिचालित गरिरहेछ, तर निजी कम्पनीले एउटा प्राइभेट लिमिटेडले यसरी गर्छन् भने हाम्रो पनि फर्महरू दर्ता भएको छ। कसैको सुँगुर फर्म होला, कसैको बाख्रा फर्म होला, विभिन्न करोडौँ खर्चेर चाहिँ गरेको होला, त्यही पनि सुरक्षा गर्नु पऱ्यो। राज्यले त्यो पनि नीति ल्याउनु पऱ्यो। नभए जोसँग के अरे आर्थिक छ, जोसँग चाहिँ राज्यसँग मिलेर माथि बसेर हाम्रा वरिष्ठ व्यक्तिहरूले, हाम्रो मन्त्री क्याबिनेटबाट सबै नै हुन्छ भने त अब हामी जनताले मत दिएर पनि के जनताको आत्मा मरिसके, यो खालको काम नगर्ने सरकारले। सकभर अब बिग्रिने कुरा बिग्रिसके, सुधार पक्षमा लाग्छौँ, देशले कतापट्टि मोड्ने हो होइन। हामी पक्ष छौँ, विपक्ष यहीँ छौँ, यहीँ जन्म्यौँ, यहीँ हुर्क्यौँ, यहीँ खायौँ। त्यही पाथिभरा माताले दिनरात हामी सम्झिन्छौँ, विश्वास गर्छौँ, मुकुन्द मामाले सम्झिन्छौँ, तर उही माथि चाहिँ हामीले प्रहार गरिरहेछौँ। यसैमा चाहिँ सबैले सोचौँ भन्ने खालको कुरा राख्छ। पाथिभरामा चाहिँ अहिले विवाद रहितै हिसाबले पाथिभरालाई हामीले पूर्वकै अथवा शक्तिपीठको रूपमा देशकै शक्तिपीठ जुन हामीले मानिरहेको छौँ, त्यो चाहिँ हाम्रो ताप्लेजुङको लागि चाहिँ प्रकृति नै हो कि हाम्रो जम्माजम्मी। अहिले अब जिल्लामा 1,20,000 जति जनसङ्ख्या पनि दैनन्दिन बसेको कारणले मृत प्राय हुँदैछ हाम्रो जिल्ला सहर। हाम्रो फुङलिङ बजार मैले जान्दा पनि जुन एउटा चलायमान थियो अहिले एकदम मृत प्राय भइरहेछ। व्यापार व्यवसाय एकदम ठप्प छ।
अहिले अलि आशाको किरण दुईवटा छ। एउटा जुन अहिले तिब्बतसँग सिमाना जोडियो कमर कोरिडोरले जुन डोरो अहिले भर्खर त्यो लिङ्क भइरहेको छ त्यो र यो पाथिभरै हाम्रो सबैभन्दा मूल र अरू प्रकृतिलाई पनि हामीले बेच्न सक्नुपर्ने हुन्छ भनेर म भन्न चाहन्छु। पाथिभराको सवालमा चाहिँ कस्तो हुन्छ भने अब तपाईँहरू तेह्रथुम जाँदै हुन्छ त्यहाँ हेर्ने भने तेह्रथुम एकदम शून्य छ। ताप्लेजुङ पाथिभरा कारणले चलायमान छ। अहिले ताप्लेजुङको नाम पाथिभरा कुराले भइरहेकोले पाथिभरा अब हुन्छ नामको कारणले साथीहरूले जुन एउटा विवाद आइरहेछ त्यो चाहिँ नाम जे राखेमै हुन्छ। हामी मुकुलुङ भने पनि पाथिभरा भने परापूर्वदेखि आइरहेको कुरा, तर यसमा विवाद नगरौँ भन्न चाहन्छु। पाथिभरा भयो भने हामी 100% बाँच्न सक्छौँ। आखिर हामी पनि यहीँ जन्मेको, मेरो अब 3-4 पुस्ता भयो, मेरो बाजेहरू तेह्रथुमदेखि आउनुभयो होइन, यहीँ जन्मेपछि हामी पनि लिम्बुवासी नै हौँ होइन। त्यो भन्दै म के भन्न चाहन्छु भने पाथिभरामा विवाद रहित भयो भने अहिले पाथिभरामा जुन रूपमा दर्शनार्थी आइराख्दाखेरि यहाँ हामीले धेरै कुराहरू भाँच्नुपर्ने हुन्छ। भेडेटारलाई एउटा तराईतिर गर्मी छेल्नको लागि एउटा हब बनाउँदै जुन मान्छेहरू आउँछन् त्यस्तै हिसाबले हामीले पाथिभरा सुकेरारसम्म जुन गुप्तेसम्मै होटल व्यवसायहरू बनाउन सक्यो भने यहाँ ताप्लेजुङमा पनि धेरै मान्छेहरू पर्यटकहरू आकर्षण हुन सक्छन्। त्यस्तै अरू कुराहरूमा जस्तो हाम्रो पाथिभरा केबल कार भयो भने अहिले जुन रूपमा बुढाबुढीहरू कति मान्छेहरू कहिले केबल कार बनिन्छ भाइ तपाईँ त त्यहाँ हुनुहुन्छ कहिले बनिन्छ हामी पनि दर्शन गर्न चाहन्छौँ भन्नुहुन्छ। त्यसले केबल कारले त्यहाँको सौन्दर्यलाई नोक्सान गर्छ जस्तो लाग्दैन, किनभने त्यही निश्चित एउटा डब्बाहरू गरेर एउटा खम्बा उचाल्ने हो जम्मी। मैले अन्तमा हेरेँ गैँडाकोटको केबल कार, चन्द्रगिरी केबल कार हेरेर त्यस्तो विघ्न प्राकृतिकलाई दहन गरेको जो प्रकृतिलाई बिगारेको जस्तो लाग्दैन मलाई। त्यस कारण त्यो कारणले त्यसले पनि हामीलाई थप्ने हुन्छ। अर्को कुरा तम्बर कोरिडोरमा जुन एउटा छ नि हाम्रो चिनसँगको व्यापार उसको त्यसलाई पनि जोड्दै ताप्लेजुङको एक समृद्ध भविष्यको लागि यही हाम्रो प्रकृति नै हो। पाथिभरालाई केबल कारको विवाद नगरौँ भन्दै साथीहरूलाई समझदारी रूपमा नै अगाडि बढौँ भन्दै मेरो भने यही टुङ्गाउँछु। हवस् त, धन्यवाद। प्राकृतिक स्थललाई संरक्षण गर्न चाहन्छौँ। यहाँ गरिमा विशेषता र त्यो मुकुमलुङमाको विशेषतालाई संरक्षण गर्न चाहन्छौँ। र यहाँ आज अहिलेको समयमा हामी सबै यहाँ जतिजना उपस्थिति छौँ यति उपस्थिति हामी सबैले आस्था राख्छौँ। आस्था मात्रै नभइकन हामीले स्वास्थ्यलाई पनि ख्याल राख्छौँ। अहिले हामी बिहानै उठेर मर्निङ वक कुद्छौँ, हाइकिङ जान्छौँ होइन, अनि तपाईँ हामी त्यहाँ देवी स्थलमा जान चाहिँ उयो के अरे केबल कार माग्छौँ। अहिले हामी सबैजना प्रकृति खोज्छौँ। अहिले हाम्रो सहर बस्तीमा पिच रोड आयो, तपाईँको यो बिल्डिङहरू संरचना बन्यो। अब हामी गाउँमा गएर गाउँको अर्ग्यानिक खाने, गाउँको अर्ग्यानिक चिज चाहियो भन्छौँ। अनि त्यो जुन बजारमा बसेर चाहिँ गाउँको अर्ग्यानिक चिज स्वास्थ्य चिजहरू हुन्छ त्यो चाहिन्छ। हामी प्रकृतिलाई मान्नको लागि, प्रकृतिको सासहरू लिनको लागि हिमाल जान्छौँ, पहाड जान्छौँ भनेर चाहिँ हामी तपाईँको अहिले भर्खरै चाहिँ हामी त्यसरी हिँड्न सक्छौँ भने हामीले भन्नु खोजेको मुकुमलुङमा अर्थात् पाथिभरा हामीले नामाङ्कनको विषयलाई चाहिँ तपाईँहरूले विवाद गर्नु हुँदैन भन्ने हामीलाई सुरुदेखि नै लाग्यो। मुकुमलुङ राखौँ, यो लिम्बान भूमि अर्थात् यहाँ चाहिँ खाम्बोङमा लुम्बोङमा छ भन्छ हाम्रो लिम्बू भाषाबाट। यहाँको राइथाने जातिहरूले मानेको मुकुमलुङ हो। यो ठाउँकोलाई मुकुमलुङ मानौँ। कसैले पञ्चकन्या भनौँ, कसैले पाथिभरा भनौँ, कसैले दुर्गा भवानी भनौँ, तर नाम सरकारले तोकेकोमा चाहिँ मुकुमलुङ राखौँ। हामीले भन्न खोजे त्यो विवाद गरेको होइन। किनभने जहाँको प्रकृति छ, जहाँको उसको नामाङ्कन ओरिजिनल छ त्यहाँ त्यो गएर सम्मान गर्न सकौँ। हामी सबै नेपाली हो। हामीले एकअर्काले अर्काको पहिचानलाई समेट्नु सक्नुपर्छ, मान्न सक्नुपर्छ। भने यहाँ र मुकुमलुङ मानिदिनुहोस् भन्न खोज्यौँ। हामी पशुपतिमा जाँदाखेरि त्यहाँ म हाङसाम थेवा भन्न चाहदिनँ, म त्यहाँ पशुपति नै भन्न जान्छु। लुम्बिनीमा जाँदाखेरि मेरो भाषाबाट नाम छ, तर म त्यहाँ लुम्बिनीमा गएर लुम्बिनी गरेर प्रवेश गर्छु। नामाङ्कनको विषयमा त्यो अब केबल कारको विषय आयो। यहाँ तपाईँको पर्यटन प्रवर्धन छिराउनुको लागि, पर्यटन प्रवर्धनको लागि नै हामीले मुकुमलुङमा केबल कार नबनाउँ भने हो। पर्यटन बढाउनुको लागि नै हो। त्यहाँ तपाईँको केबल कार छ भने अबको 5-10 वर्ष पछाडि केबल कार चढ्न आउँदैनन् मान्छे। अहिले होला तपाईँ हामी नै हो भ्याकु हेर्ने यहाँनिर मेला जस्तो बसेर रोड खन्दाखेरि त्यतिखेर सबै भ्याकु किनेर हेर्थ्यौँ हामी। तर अब हामीलाई यहाँनिर केबल कार बन्नेको 1 वर्ष हामी सबै हेर्न जान्छौँ होला, त्यहाँ चढ्न जान्छौँ होला, पस्छौँ होला, त्यहाँ कुद्छौँ होला, यस्तो भएन र। तर अबको 50-60 वर्षलाई पनि हेरौँ, त्यतिखेर हामीले यो प्रकृति जस्तो सौन्दर्य ठाउँहरू, त्यस्तो खालको केबल कार नभएकोहरू, संरचना कङ्क्रिट नभएकोहरू मान्छे अहिले त्यहाँ फलो भइराखेको छ। त्यसैले गर्दाखेरि प्रकृति हेर्नको लागि त्यहाँनिर थेसिस लेख्न आउँछ होला, प्रकृति बुझ्नको लागि आउँछ होला, प्रकृति हिँड्नको लागि आउँछ होला। अहिले हामीले
भन्न खोजेको केबल कार निर्माण प्रणाली भयो भने यदि, तर हामी यसको रोक्नको लागि ताप्लेजुङ जिल्लाको स्थानीयवासी मात्रै नभई सम्पूर्ण जसले प्रकृति मान्छ, जसले धार्मिक आध्यात्मिक आस्था मान्छ, ती सबैले केबल कार निर्माण हुनु हुँदैन भन्छ। तपाईँ हामी 1-2जनाले यहाँ चाहिँ तपाईँको भित्र माथि मन्दिरमा पुगेपछि मनोकांक्षा माग्ने अनि तलदेखि हिँड जाँदा चाहिँ केबल कारमा जानेले त्यो प्रकृति पुजेको हुँदैन, त्यो मौखिक रूपमा मात्रै कसैले भनेको हुनसक्छ। तर हामीहरूले आस्थाको रूपमा त्यो प्रकृतिलाई मान्नको लागि त्यो धार्मिक सांस्कृतिक आध्यात्मिक मान्नेले केबल कार चाहँदैन अहिले पनि। र गाउँ लेभलमा आज यहाँ हाम्रो वडाध्यक्षज्यूहरू, जनप्रतिनिधिज्यूहरू हुनुहुन्छ, यहाँ हाम्रो मेयर साहब हुन्छ, उपमेयरज्यूहरू हुनुहुन्छ, उहाँहरूले यहाँ टेबलमा बसेर यहाँनिर तपाईँको बुझेर चाहिँ केबल कार हुनुपर्छ हुन्छ। तर घर घरमा गएर सोध्नु सक्नु पऱ्यो नि, जनताहरूले मान्छन् कि मान्दैन? घर घरमा गएर जनतालाई मसिनो लेभलमा गएर तपाईँले अन्तर्क्रिया गर्नुभएको छ। फुङलिङ नगरपालिकाले कतै कहिले केबल कार बनाउनु हुन्छ हुँदैन, वडामा गएर जानुभएको छ, स्थानीय तहमा पनि कोही पनि गएको छैनन् अहिलेसम्म। जति भयो कृत्यगत रूपमा भयो होला, कसैले नामाङ्कन सङ्कलन गरेर हस्ताक्षर गरे होला, तर त्यो हामीलाई थाहा भएन। तर केबल कार गाउँको स्थानीयको जो प्रकृति मान्छ, जो आस्था मान्छ, तिनीहरूले मान्दैनन्। अब होटल व्यवसायको यहाँ बढ्छ भन्ने यहाँ बार्जेसँगको ज्यूले भन्नुभयो, तपाईँको त्यहाँ माथि अहिले पिच रोड बन्नेपछि अहिले 1 घन्टा लाग्छ भने पिच रोड बन्नेपछि हामी त्यहाँ 30 मिनटमा पुग्छौँ। केबल कार निर्माण भइसके तपाईँहरूको अहिले मनसायले भन्दा भइसकेपछि त पर्यटन बढ्छ भन्नुभएको छ। तर त्यतिखेर त त्यहाँ तपाईँको यहाँ झापादेखि हिँड्ने मान्छे ताप्लेजुङ आएर दर्शन गरेर बस्नको लागि कि तेर्थुमको लालीगुनास कि त कन्याम गएर बस्छ। अनि त्यतिखेर ताप्लेजुङ जिल्लामा त्यो पनि अहिले रोड बाइपास छ। तोकमेडादेखि छिरेपछि त हाम्रो तपाईँको भित्र गाडी लाने कुरा हुँदैन। तोकमेदेखि उतै माथि बाइपास गइसकेपछि कसै चाहिँ त्यहाँ होटल व्यवसाय चल्छ। होटल चल्नको लागि त यहाँ मान्छे बस्नु पऱ्यो नि, पाथी भाडाले मात्रै हुन्छ। तपाईँको सिजनमा असोज र चैतमा पाथी भाडा दर्शन चल्छ भने त्योभन्दा 2 सिजन भएको अर्को सिजन हो नि। मेयर साहब तपाईँ सभाध्यक्ष हुनुहुँदैन अहिलेको है, म बोल्छु। सभाध्यक्ष हो भने तपाईँको उदाहरण मान्छु म, तर हामीले छुट्याउने क्रममा तपाईँले नभए यति चाहिँ म 2 शब्द राखिसक्थेँ मेयर साहब। त्यसैले गर्दाखेरि त्यो प्राकृतिक त्यो होटल मान्नको त्यो होटल व्यवसाय चल्नको लागि त यहाँ 2 सिजन भएको स्थानीय तहले के ल्याएको छ अहिलेसम्म? ल चैत र वैशाखमा चैत वैशाख र फागुनमा र कार्तिक माङ्सिर असोजसम्म पाथिभरा मुकुमलुङमा यात्री आएर बढ्छ भने अरू खै 6 महिना माङ्सिर पुसमा फागुनमा खै के हुँदैछ? त्यसको लागि नि विचार राख्नु परेन यहाँनिर। त्यसको लागि पनि त्यो पाथिभरा अफ सिजन भएको बेलामा यहाँ स्थानीयको लागि अन्य ताप्लेजुङ जिल्लामा अन्य आउने वातावरण बनाउनु पऱ्यो कि परेन? अनि त्यतातिर ध्यानै छैन हामीहरूको चाहिँ। खालि त्यो पाथिभरामा यस्तो र त्यस्तो केबल कार निर्माण हुँदा चाहिँ मान्छे पर्यटक आउँछ, त्यसमा चाहिँ पर्यटक आएपछि हाम्रो यो आवासहरू बुलन्द गराएर प्राकृतिक संसाधनलाई बचाउँ र प्राकृतिक सम्पदा सँगसँगै राष्ट्रिय सम्पदा र पर्यटनलाई विकास गरौँ भन्ने हाम्रो ठिक मान्यतालाई मान्नुपर्नेमा उल्टा दोष आरोप लगाएर हामीलाई चालु लगाइरहेको छ। जेलनेल तोकिया छ, त्यही के त्यो भएको कुरा त्यतातिर म बढ्ने। विशेष गरेर पाथिभरा संरक्षण क्षेत्र के भन्नुभयो हाम्रो उहाँहरूले 2043 सालमा स्थापना भएको भनेर उहाँले नै भन्नुभयो। र फेरि उहाँले नै यो आदिम अनादिकालदेखि पाथिभरा भन्दै ल्याएको भनेर फेरि उहाँले नै भन्नुभएको छ। हामी के भन्दैछौँ र के भइरहेको छ? हामी जोड्न चाहँदैनौँ, हिँड्न चाहँदैनौँ। हामी ताप्लेजुङ जिल्लावासी मात्र नभएर यो होल नेपालभरि र नेपालबाट बाहिर आउने कुनै पनि आन्तरिक या बाह्य पर्यटकहरूको स्वागत गर्छौँ, सम्मान गर्छौँ। साथीले धेरै भनिसक्नु भएको छ। हामी पहिलो कुरो वातावरण पर्यावरणलाई जोगाउँ, प्राकृतिक सम्पदालाई सुरक्षित गरेर नेपाललाई संसारलाई चिनाउँ, यो भन्छौँ। दोस्रो कुरो यहाँ आएको छ पाथिभरा केबल कार नबनाऊ भन्दाखेरि पाथिभराको हामीले प्रसार गर्नको लागि करोडौँ खर्च गऱ्यौँ, रात दिन खट्यौँ, महिना वर्ष खट्यौँ, सबै भेटेको छ र सबै भेटिरहेको छ। यसमा सबैलाई धन्यवाद। तर 2043 सालमा स्थापना भएको पाथिभरा क्षेत्र विकास समिति अथवा पाथिभरा संरक्षण समितिले 2043 सालमा स्थापना भएको छ, तर कायौँ कालान्तर 100औँ वर्षदेखि चाहिँ पाथिभरा भनिएको थियो भन्ने प्रष्ट प्रमाण लिएर आउनु, नम्बर 1। नम्बर 2, पाथिभरामा केबल कार बन्छ या बन्दैन अहिले बनाउनु क्रम जारी छ। तर हाम्रो संयोजकले भनिसक्नु भएको छ यो आन्दोलन जारी छ, मुद्दामा मिला हुँदै गर्छ, जेलनेल जाँदै जान्छ, धरकपट हुँदै जान्छ, राज्यको सत्ता शासन बिग्रिँदै जान्छ। तर मुद्दै हुन्छ, एक दिन किनारा लाग्नेछ। यो 2-4 जना मान्छे थुनिएर 2-4 जना मान्छे पक्रेर यो मुद्दा टुङ्गिने मुद्दा होइन। त्यसले गर्दाखेरि खास के हो भने म टुङ्ग्याउँछु, यहाँ अतिक्रमण आक्रमण आयात अतिक्रमण आक्रमणदेखि प्रतिक्रमण यो हाम्रो आस्था विश्वास यहाँको सभ्यता संस्कृति माथि भइरहेको हाम्रो सबैभन्दा ठुलो पीडा हो। त्यो हुनु हुँदैन। भारतको बङ्गालमा गएर तपाईँको पन्जाबको पन्जाबीले
कुनै अधिकार त्यहाँको स्थानीय सभ्यता खोज्न मिल्दैन। तमिलनाडुमा गएर तपाईँको चाहिँ उत्तर प्रदेशको युपीको जनताले गएर त्यहाँ अधिकार र सभ्यता खोज्न मिल्दैन। हामी यो ठाउँको नागरिक यहाँको भूमिपुत्र भएको नाताले हाम्रो सभ्यताको सुरक्षा गर्ने हाम्रो पहिलो अधिकार हो। यो संसारभरिको राज्य र राजनीतिमा जहीँ पनि सेटल छ, के अरे चाहिँ भएको छ। ILO 169 को कुरा आयो, त्यहाँ सबै सेटल छ। नेपाल सरकारलाई पनि कैयौँ वर्ष अगाडि नै संयुक्त राष्ट्रसङ्घले चाहिँ ILO 169 को सदस्यता पत्र दिइसकेको छ र सदस्य हो नेपाल पनि। त्यो हिसाबले यहाँ लागू गर्नुपर्छ भन्ने विषय हो। यो विषयतिर गम्भीर भएर लाग्नु होला। त ठुलो म सानो, तेरो जात मेरो जात तेरो धर्म भन्ने हामीमा हुँदैन। हामी सहअस्तित्वमा बाँच्न चाहन्छौँ। सहअस्तित्वमा यो देशलाई, यो जिल्लालाई फलाको फलाक हेर्न चाहन्छौँ। एउटा केवलकार बन्दैमा सर्वैसर्वा हुन्छ भने यो केही समयको लागि मात्रै हो। भोलि मेयर साहब अमिर मादेन दाईको ठाउँमा अर्को मेयर आउनुहुन्छ होला, यहाँ भोलि योगेश भट्टराई सांसद ठाउँमा अर्को मेयर अर्को सांसद हुनुहुन्छ होला, अर्को सरकार अर्को मन्त्री हुनुहुन्छ। त्यो देशले बिस्तारै काँचुली फेर्दैछ, तर मुद्दा निरन्तर रहन्छ। केवलकार बन्नु नबन्नु अहिले हामी घोषणा गर्न सक्दैनौँ, तर केवलकार बन्ने पनि स्थायित्व हुन्छ जस्तो लाग्दैन। धन्यवाद। चाहिँ मुन्दुमीको स्थलको कुराहरू, धार्मिकको कुराहरू राख्नु भएको थियो। म पनि यहाँको स्थानीय हो, त्यसमा उहाँप्रति म चाहिँ उहाँप्रति राखेको त्यसमा पनि हाम्रो सपोर्ट छ। तर विकास ताप्लेजुङको लागि विकास हुन्छ भने हाम्रो केवलकार बनाउँदैमा सबै विकास कहाँबाट हुन्छ भन्नुभन्दा पनि ताप्लेजुङको एउटा विकास हो। सबैजना यहाँका शुभेच्छुक, यहाँको राजनीतिज्ञहरू, यहाँको उद्योग वाणिज्य सङ्घ, व्यापारी, राजनीतिक दलहरूले सबै विज्ञप्ति मार्फत केवलकार आवश्यकता हो। केवलकार बनाउँदै ताप्लेजुङको विनाश हुँदैन। हाम्रो मुकुमलुङ केवलकार, मुकुमलुङ पाथिभरालाई मुकुमलुङ भने अघि हाम्रो पाथिभरा क्षेत्र विकासको कार्यकारीज्यूले प्रष्ट रूपमा भनिसक्नु भएको छ, मैले व्याख्या गर्नै पर्दैन। जस्तै उद्योग वाणिज्य सङ्घको अध्यक्षज्यूले भनिसक्नु भएको छ, यहाँका जनप्रतिनिधिज्यूहरूले भनिसक्नु भएको छ, राजनीतिक दलका साथीहरूले भनिसक्नु भएको छ। र सबै अघि हामीले केवलकार हुँदैमा विकास हुन्छ र भन्ने कुराहरूमा यहाँको तमाम हाम्रो माननीयज्यूहरू, राष्ट्रिय सभाका माननीयज्यूहरू आएको बेला हामीले एउटा केवलकार बनाउने र नबनाउने किन विवाद गर्ने, बन्ने पनि भयो नबन्ने पनि भयो। तर यहाँको स्थानीयलाई सोधौँ न। अघि हाम्रो सरोज भाइले भन्नुभएको थियो केवलकार बन्छ बन्दैन, गाउँ गाउँबाट सोधौँ न। अनि यहाँ निष्पक्ष लोकतन्त्र चाहिँ प्रयोग गरौँ न त। यहाँ भोटिङ राइट गरौँ, केवल यस र नोमा होइन। भोटिङ राइट गर्दा चाहिँ हाम्रो धेरै होइन, हाम्रो 95% चाहिँ हाम्रो यस केवलकारमा मतदान हुन्छ। ल म लेखेर दिन्छु, म ठोक्का पनि गर्छु, म प्रतिबद्धता पनि गर्छु। तर हामी साथीभाइहरूको उहाँहरूको चाहिँ विरोध हो, माग हो, उहाँलाई सम्मान गर्छु। म यो छुचो बोल्ने पक्षमा म छुइनँ, उहाँहरूलाई पनि सम्मान गर्छु। किनभने आफ्नो अस्तित्वको त कुरा राख्नु पाइन्छ नि त लोकतन्त्रमा। त्यही हिसाबले उहाँ खैन्द्र दाई लगायत हाम्रो सरोज भाइ, हाम्रो मेलबाजीहरू, सबै साथीभाइहरू हुनुहुन्छ, पत्रकारजीहरू हुनुहुन्छ होइन। त्यो विषयमा म चाहिँ त्यो नबोलौँ भनेको। अब चाहिँ निर्माण कम्पनीबाट मैले चाहिँ ताप्लेजुङमा केवलकार आवश्यक छ र हामीहरूले चाहिँ केवलकार भनेको अघि हाम्रो क्षेत्र विकास कञ्चनजङ्घा क्षेत्र विकासको अध्यक्षज्यूले, हाम्रो चाहिँ रेस्पेक्टेड, हाम्रो चाहिँ विद्वान मान्छे पनि उहाँ, क्षेत्र विकासको त्यत्रो 3 कार्यकाल चलाएको मान्छे, उहाँले चाहिँ लोड सल्लाहदेखि लिएर के अरे तपाईँको कुराहरू राख्नु भएको छ, राम्रो कुरा राख्नु भएको छ। तर हामीले पोल लगेर हामी चाहिँ थोरै रुख काटेर एउटा रुख काटे बराबर 25वटा रोप्ने पनि हामीले कम्पनीले गरेका छ। त्यो हाम्रो पोल गएर चाहिँ हाम्रो विद्युत इलेक्ट्रिसिटीबाट चल्ने माध्यमले कुनै पनि वन्यजन्तु र रुखलाई वनलाई असर गर्दैन जस्तो लाग्छ। तर उहाँले आफ्नो कुरा राख्नु भएको छ, त्यो पनि जायज छ। र भन्दै मेरो चाहिँ ताप्लेजुङमा केवलकार आवश्यक छ भन्दै मेरो 1-2 शब्द टुङ्ग्याउन चाहन्छु। धन्यवाद।